आजको हाम्रो यात्रा रानीमहलसम्मको होइन त त्यही हो जस्तो लागेको छ गर्दुङ पनि जान्छ हामी दाइसित त पहिलोचोटि यसरी घुम्न हिँड्यो है के छ दाजु केही जाओ बतासे डाँडा हुँदै म त प्लस 2 बालमा पढेको एकदम झल्को आउने भयो अब गर्दा त्यही बाटो जाँदै गर्दा होलाङदेखिको श्रीनगर इन्डिकेटेड कलेज हेर्दै गइरहेछ तिमी नि बोल्नै जा बोल्ला के बोल्छौ ल भन बाबु कहाँ हिँडेको पाजा हुँदाखेरि मेरो याद फ्रेस हुने भयो ल उता हेलो भने छोरा आयो आज हेलो भने म रानीमहल जान लागेको भने अलि ठुलो आवाजमा भन्नुहोस् कति मन म आउँदो रहेछ साथी यता हेर कहाँ हिँडेको तिमी गाउँ हाम्रो भाइ यता मस्त गाई गर्दै हुन्छ ल है ल हामी उकालो चढ्दैछौँ रानीमहलको अनि तल एकछिन फोटो खिच्यो अनि माथि निस्कँदैछ बाबुलाई फेरि अलिक सन्चो छैन अलि झ्याम्ब्याक्कै गरिरहेको छ यता फेरि दाइले चिनेका मान्छेहरू भेट्नुभएको छ गफर्दै हुनुहुन्छ यता केटाकेटीहरू आफ्नो तालमा हिँडिरहेछन् रमाइरहेछ सानी अघि दौडिरहेछ भ्यू कति राम्रो के यहाँबाट हेर्दाखेरि पाल्पाको भ्यू साह्रै राम्रो रहेछ तल देखिएको कालीगण्डकी त्यहाँ ऱ्याफ्टिङ गरेर अलिक परसम्म जान मिल्दो रहेछ फर्किँदा भने गाडीमा आउनु पर्ने रहेछ केटाकेटी सकि नसकि सिँढी चढ्दैछ बाबुलाई सन्चो नभएको भएर अलिक गाह्रो भइरहेछ त्यही पनि हिँडिरहेको छ यता पैसा चढाउने ठाउँ रहेछ भित्रपट्टि बहिनीले पैसा चढाएर आएको म पनि पैसा चढाउन जाँदैछु जाऊ
उता जाऊ। दिदीले भिडियो खिच्दै हुनुहुन्छ, म अघि अरू सबै कता कता जानुभएछ। हेर्नु न पारीतिरको भ्यू कति राम्रो छ। घन्टी बजाउनु भन्दै गइरहेको छु, तर घन्टीमा चाहिँ बजाउने घन्टा चाहिँ रहेनछ। अनि पारीतिरको राम्रो भ्यू आउने गरेर फोटो पनि खिच्यो। फेरि पनि हामीहरू सिँढी चढ्दै, यहाँ धेरैवटा सिँढी चढेपछि बल्ल माथि पुगिँदो रहेछ। यहाँ सबैजना आफ्नै सुरमा हेर्दै घुम्दै कोही फोटो खिच्दै रमाउँदै गर्नुभएको छ। पानी देखेर पानीमा खेल्न खोज्दैछ। यहाँ माथि बाल्कनीबाट अझ राम्रो देखिँदो रहेछ भ्यू, त्यही भएर मेरो श्रीमानजीले यहाँबाट भ्यू निहाल्दै हुनुहुन्छ। सबैजना ऱ्याफ्टिङको लागि तयारी। सानी कहाँ जान लाग्छ? सानी ऱ्याफ्टिङ गर्न? साध्वी कता हो? छोली हेलौँ छोली यो त उताबाट खिच्दिनु पर्यो। फोटो यसो अगाडि चलाउनु रे। हात दिएर यस्तो माथितिर पानी नल्याउनु। पानी ल्याएर उभिन मिल्छ। हान्जी नजोड्लाई तिमी लाउन पर्यो। ए कोले बोटिङ चलाए। बोटिङ चलाए। मल्ल रमाइन्छ फेरि पानी खेल्न पाएर।